दसैँसम्म हेर तिमीहरू, मैले भनेको छु नि दसैँसम्म हेर तिमीहरू, दसैँसम्म टिकाओ न सरकार, टिकाओ। होइन यो केपी को झड्केल हो, कहिले चाहिँ राम्रो थियो र भने के अहिले पनि यो राम्रो हुनको लागि पहिला केपीसँग मिलुन्जेलसम्म खायो खायो खायो, खान पाउन छोड्यो, त्यसपछि केपी ओली मलाई मन पर्न छोड्यो भनेर उसकै विरुद्धमा लाएर हिँड्यो है। अब अहिले रवि लामिछानेको पक्षमा बोलिरहेको थियो, पहिलासम्म यो सरकार राम्रो तरिकाले काम गरिरहेको थियो भन्दा भन्दा उसले गरेका भ्रष्टाचारहरूको फायर खोल्ने जस्तो अवस्था आइसकेपछि अहिले रवि लामिछानेलाई मन पराउनु छोड्यो है। त जस्तो व्यक्तिगत स्वार्थ लुटेर बसेको भातमाराहरू छौ नि, तिमीहरूलाई कहिले पनि राम्रो हुँदैन क्या, भलो हुँदैन। अब त त्यही केपी ओलीकै तौलमा चाटेर बस, बुझिस् नि। तैँले देश र जनतालाई भडाएर केही हुनेवाला छैन। अब तैँले भन्दैमा दसैँ पछाडि सरकार ढल्छ भनेको छ नि, हेर्दै जा कति समयसम्म टिक्दो रहेछ, कसरी टिक्दो रहेछ र तिमीहरू जस्तोलाई कसरी ठेगान लाउँदो रहेछ यो सरकारले, त्यसपछि थाहा पाउलाउ।